शरीरमा केही रोग लागेको छ, गाह्रो भइरहेको छ, तर डाक्टरले पत्ता लगाउन सकिरहनु भएको छैन भने धर्मराजको मन्त्र जप्नुहोस्। किनभने धर्मराज हाम्रो कर्मको फलदाता हुनुहुन्छ। हाम्रै आफ्नै कर्मको कारणले गर्दाखेरि यो जन्मको कर्म होस् अथवा पूर्व अनन्त जन्मको कर्मको कारणले होस्, आफ्नै कर्मको कारणले गर्दाखेरि यस्तो भोग्न परेको हो। डाक्टरलाई पनि गाह्रो भएको हो। डाक्टरको खासै दोष होइन, यो आफ्नो कर्मको दोष हो। यसैले यो धर्मराज मन्त्र जप्दाखेरि डाक्टरलाई पनि सुझबुझ आउँछ। अनि त्यसपछि सर्जरीहरूमा कुनै किसिमको अपरेसनहरू गर्न लागेको छ भने पनि त्यो सक्सेस हुनलाई सजिलो हुन्छ। यो धर्मराजको मन्त्र हो। ओम क्रौम ह्रीम आम वैवस्वताय धर्मराजाय भक्तानुग्रह कृते नमः। अनि यसरी लय मिलाएर पनि यसलाई जप्न सकिन्छ। ओम क्रौम ह्रीम आम वैवस्वताय धर्मराजाय भक्तानुग्रह कृते नमः। ओम क्रौम ह्रीम आम वैवस्वताय धर्मराजाय भक्तानुग्रह कृते नमः। ओम क्रौम ह्रीम आम वैवस्वताय धर्मराजाय भक्तानुग्रह कृते नमः भनेर यसरी केही दिनसम्म यो जप्दा यो याद हुन्छ। याद भइसकेपछि हामीलाई कागज हेरिराख्नु पर्दैन। अनि उड्दा बस्दा पकाउँदा खाँदा बजारमा हिँड्दाखेरि पनि यो जपिराख्ने। यसले गर्दाखेरि के हुन्छ, हाम्रो कर्महरू कट्दै जान्छ। कर्म कट्यो भने चाहिँ अनि यो दबाईहरूले पनि काम गर्न थाल्छ। अनि डाक्टरलाई पनि सुझबुझ आउन थाल्छ र ट्रिटमेन्ट पनि राम्रो हुन थाल्छ। थ्याङ्क यू।